गाइज हजुरहरूलाई स्वागत छ हैन मेरो टिकटक च्यानलमा। एउटा सरले मलाई कमेन्ट गर्नुभएको थियो कि बन्दीपुरको हेरिदिनु पर्यो भनेर। अब बन्दीपुर त के हुन सक्छ भन्दाखेरि यहाँ कन्टिन्युसली मार्केट यहाँदेखि डाउन ट्रेडमा सुरु भएको छ बन्दीपुर। यसको हाई पोइन्ट हाम्रो यो भएको छ, यसको लो पोइन्ट यो भएको छ। अब हामी बन्दीपुरले के गर्न सक्छौँ भन्दाखेरि एउटा यसको मेन सपोर्ट एरिया भनेको यो अराउन्ड हाम्रो यो 833 देखि यतिको यो हाम्रो चाहिँ मेन सपोर्ट एरिया हो। मेन सबभन्दा यहाँदेखि हाम्रो डिमान्ड सुरु भएको छ हैन। अनि अर्को सपोर्ट भनेको हाम्रो यहाँ छ हेर्नु। यो प्राइस कति छ, यो लगभग 900 मा भनौँ न, लगभग 900 मा हाम्रो अर्को प्राइस रहेको छ। यहाँदेखि फेरि यो क्यान्डलले तीनटाले यहाँदेखि सपोर्ट गरे नि त, त्यही भएर यो चाहिँ हाम्रो एउटा अर्को सपोर्टको रूपमा काम गरेको हो। यदि क्यान्डलले यदि हाम्रो अर्को एउटा क्यान्डलको फर्मेसन हुन्छ बुलिश क्यान्डलको है, यदि यहाँ कुनै बुलिश क्यान्डलको फर्मेसन भएपछि हजुरहरूले बुझ्न सक्नुहुन्छ कि अब यहाँ एउटा बुलिश क्यान्डलको फर्मेसन हुनु पर्यो। त्यसपछि त्यसमा एउटा अलि हाई भोल्युम आउनु पर्यो है, लो भोल्युम भएर हुन्न, त्यसमा हाई भोल्युम हुनु पर्यो। त्यसपछि यहाँ बुलिश क्यान्डल स्टिक फर्म हुनु पर्यो, जस्तै अब बुलिश सिंगल पिन ह्यामर भयो हैन। त्यसपछि अनि यहाँदेखि यदि के भयो भने यहाँ भोल्युम पनि राम्रो आयो भने चाहिँ हजुरहरूको टार्गेट भनेको कहाँसम्म हुन सक्छ भन्दाखेरि स्टप लस यसको बिलो यता हुने भयो हजुरहरूको स्टप लस। म हजुरहरूलाई देखेर गाइडलाइन देखाइदिन्छु। हजुरहरूको स्टप लस त एउटा यहाँ आउने भयो, राख्नुहोस् है। एउटा स्टप लस एउटा क्यान्डल फर्म भयो भनेपछि तपाईँले क्यान्डलको एन्ट्री लाग्नुभयो भनेपछि हजुरको स्टप लस त हाम्रो स्टप लस पोइन्ट त यति हुने भयो, योभन्दा धेरै हुन्न स्टप लस। अनि तपाईँको टार्गेट भनेको कहाँसम्म हुन्छ त भन्दाखेरि तपाईँको टार्गेट भनेको तपाईँले मैले एकदम सेफ टार्गेट भनिदिइरहेको है, त्यो होइन कि त्यो फाल्टो टार्गेट भन्छ नि त, त्यो एकदम मैले सेफ टार्गेट भनिदिइरहेको त 5 मिनटमा त कामै होइन। नेप्सेमा 5 मिनट यस्ता कामहरू हेर्ने कामै नगर्नु, कामै होइन यो। तपाईँको टार्गेट भनेको यति हाम्रो यो यहाँ हाम्रो, किनकि यो क्यान्डलमा हाम्रो अलि देखेको, त्यही भएर तपाईँको टार्गेट यहाँ 1:2 हुन्छ भनेपछि तपाईँले 126 पोइन्ट क्याप्चर गर्नु छ। अनि तपाईँको स्टप लस भनेको कति छ 63। 1:2 को तपाईँले एउटा हाम्रो पहिलो पोइन्ट भनेको यो हो। हाम्रो तपाईँले पहिलो पोइन्टमा यसरी एन्ट्री गर्न सक्नुभयो। अब सेकेन्ड सिनेरियो कस्तो हुन सक्छ त भन्दाखेरि सेकेन्ड सिनेरियो भनेको ल मानौँ यदि हाम्रो प्राइसले सबैलाई एक्सपेक्ट गरेन हैन, सकेसम्म त अब गर्दैन जस्तो लाग्छ है मलाई, भन्न त सकिन्न। यदि प्राइसले हाम्रो योलाई एक्सपेक्ट गरेन भने हजुरहरूको अर्को सेकेन्ड एन्ट्री प्लान भनेको सेम यहाँ हुन्छ। हजुरहरूको सेकेन्ड एन्ट्री प्लान यहाँ भएपछि हजुरहरूको के गर्ने त भन्दाखेरि हजुरहरूको सेकेन्ड एन्ट्री प्लान हजुरको यहाँ भयो। योभन्दा तल चाहिँ मार्केट जान्न है बन्दीपुरको, योभन्दा तल जान चाहिँ एकदम भास्टै छ, केही भएको पनि हो, नत्र भने गाडी छ मार्केट तल चाहिँ जान्न, यति हो। यदि हाम्रो सिनेरियो यहाँ कम्प्लिट भएन, एउटा बुलिश क्यान्डल फर्म भएन, भोल्युम नि राम्रो देखेन र एक्सपेक्ट गरेन, बढी विक जस्तो क्यान्डल बनायो भने चाहिँ तपाईँले प्राइस यहाँसम्म आउने हाई चान्स छ। यदि यहाँसम्म आयो भने चाहिँ तपाईँले यसलाई बाई गर्नुहोस् यतिमा होइन भनेपछि 845 भन्दा तलै बाई गर्नु। स्टप लस तपाईँको यति हुने भयो भनेपछि चाहिँ टार्गेट चाहिँ सेम यही हुने भयो। फर्स्ट टार्गेट हाम्रो यो हुने भयो, त्योभन्दा धेरै चाहिँ नजानु है। जहाँ यहाँसम्मै जान सक्छ जस्तो छ, तर यहाँभन्दा बढी चाहिँ नजानु, यहाँसम्म गएको राम्रो। त्यहाँ पनि यदि तपाईँ रिस्क लिन सक्नुहुन्छ भने त यहाँसम्म पनि राख्न सक्यो है हजुरको टार्गेट। सेफ टार्गेट भनेको यति हो हाम्रो, यति योभन्दा अगाडि चाहिँ बेच्दै नबेच्नु, यो हाम्रो तपाईँको पर्फेक्ट सेफ टार्गेट छ भनेपछि यहाँ तपाईँले पुरै 218 पोइन्ट क्याप्चर गर्नु छ। यदि तपाईँले होइन म चाहिँ रिस्क लिन्छु भन्ने मान्छेलाई चाहिँ ल यहाँसम्म पर्फेक्ट छ 325 को। तपाईँको स्टप लस जब यति हुने भयो तपाईँले 1:2 लगभग अराउन्ड 9 नै भनौँ, 1:9 को टार्गेट हिट हुन्छ। बन्दीपुरमा भनेको यति हुने हो, योभन्दा अरू सिनेरियो केही छैनन्। वान डेमा जाउँ अब हामी। वान डेमा गयो भने बन्दीपुरलाई हजुरले यसरी लेख्न सक्नुहुन्छ। यो जोनमा आयो भने चाहिँ बाई नै गर्नु भन्छु है म, किनकि यहाँदेखि यो फर्स्ट सिडी आयो, यहाँदेखि आयो प्राइस माथि गयो फेरि गयो, यो चाहिँ राम्रो हाम्रो डिमान्ड जोन हो यो। यतिमा हजुर बाई गर्नु र तपाईँको टार्गेट हुन्छ यति। त्यस अनि एकचोटि फिबोनाची ल्याएर नि हेरौँ है। फिबोनाचीले के भन्छ भन्दा फिबोनाची प्राइस त एकदम हाई चान्स छ कि प्राइस यही नै जान्छ है हाम्रो।
प्राइस एकदम हाई चान्स छ कि बन्दीपुर यहीँ आउने एकदम हाम्रो हाई चान्स देखिएको छ, किनकि यहाँदेखि यो गोल्डन जोनलाई पनि यसले ब्रेक गरेको छ। त्यही भएर प्राइस हाई चान्स यहाँ। तपाईँलाई मैले दुईटा पोइन्ट भनिदिएँ। फर्स्ट पोइन्ट हाम्रो यो भयो, सेकेन्ड पोइन्ट यो भयो। अब आफै विचारमा अब एनालाइज गर्नु होइन। आजको लागि यति भिडियो लामो भइसकेको रहेछ। ल आजलाई यति नै, बाँकी अब पछि तपाईँको टार्गेट नत्र यासले के हिट हुन्छ त्यसलाई मिलाउँला। ल बाई गाइज।